क्रुसमा प्रभु यीशु ख्रीष्ट मर्नु भएको भनेर कतिजनालाई थाहा छ? सबैलाई थाहा छ। क्रुसमा किन मर्नुभयो प्रभु? तपाईँ र मलाई जीवन दिनलाई। आमेन। तपाईँ र मलाई उद्धार अनि मुक्ति दिनलाई। आमेन। तपाईँ र मेरो पापको दागलाई मेटाउनको लागि चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ क्रुसमा मर्नुभयो। अनि आज हामी हेर्न गइरहेको छौँ जुन क्रुस प्रभु यीशु ख्रीष्टले बोक्नुभयो, त्यो क्रुसको अर्थ चाहिँ के हो र त्यो क्रुसमा के अर्थ छ भन्ने कुरा चाहिँ हामी बुझ्न गइरहेछौँ। परमेश्वरले तपाईँ र मेरो लागि क्रुस बोक्नुभयो, कल्भरीको डाँडासम्म पुर्याउनु भयो। अनि त्यो क्रुसलाई परमेश्वरले पुर्याउँदै गर्दाखेरि कति दुःख थियो उहाँलाई। हजारौँ मानिसहरूले गिल्ला गरे, हजारौँ मानिसहरूले पिटे, ठुके, तर पनि प्रभुले ती सबैलाई क्षमा गर्नुभयो। अनि आज ख्रीष्टको चेलाको क्रुस चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ म तपाईँहरूको बिचमा बोल्न गइरहेको छु। भर्खरै हामीले मत्ती 16:24 अध्यायलाई पढ्यौँ। त्यहाँ के लेख्यो? यदि कोही मेरो पछि लाग्छ भने, इच्छा गर्छ भने त्यसले आफ्नो क्रुसलाई बोकोस्। आमेन। अब यहाँ परमेश्वरले के भन्नुभयो त? यदि कोही मेरो पछि लाग्छ भने, अर्थात् यदि कसैले परमेश्वरलाई पछ्याउँछ भने, ख्रीष्टलाई पछ्याउँछ भने त्यसले चाहिँ आफ्नो क्रुसलाई बोकोस् भनेको छ। अब प्रभुले भन्नुभएको क्रुस यहाँ के त काठको क्रुसमा किल्ला ठोकेर अनि बोकेर हिँड्नु भन्नुभयो होइन। त्यो क्रुसको एउटा गहिरो अर्थ छ। त्यसैले हामीले बाइबल अध्ययन गर्दाखेरि गहिरो रूपमा गर्नुपर्छ। पवित्र आत्मासँग प्रार्थना गर्नुपर्छ, मलाई देखाउनुहोस् गहिरो र गुप्तको कुराहरू। त्यहाँ परमेश्वरले के भन्नुभयो त भन्दाखेरि क्रुसलाई बोकेर पछि लाग भन्नुभयो। अब त्यो क्रुस काठको क्रुस बनाएर पछि लाग्नु भन्नुभयो त होइन। त्यहाँ धेरै कुराहरू छ। आज त्यो 5वटा कुराहरू चाहिँ म तपाईँलाई भन्न गइरहेको छु। त्यो क्रुस भित्रको अर्थहरू चाहिँ के हो भन्दा चाहिँ पहिलो कुरा चाहिँ प्रार्थना हो। आमेन। के हो? प्रार्थना। हामी यूहन्ना 15:7 8 अध्याय कसैले पढिदिनुहोस् छिट्टो ल, समय छैन। यूहन्ना 15:7 8। त्यो क्रुसको पहिलो अर्थ चाहिँ प्रार्थना हो। यूहन्ना 15:7-8 में यस्तो लेखेको छ, तिमीहरू ममा रह्यौ भने र मेरा कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूको निम्ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यो भने यसैमा मेरा पिताको महिमा हुन्छ। आमेन। फेरि पढ्दै एकचोटि जोडले। तिमीहरू ममा रह्यो भने र मेरा कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरा चेला हो भन्ने प्रमाणित गर्छौ भने यसैमा मेरा पिताको महिमा हुनेछ। आमेन। के भन्नु त? तिमीहरूले धेरै फल फलाएर मेरो चेला हो भन्ने प्रमाणित गर्यो भने यसैमा मेरो पिताको महिमा हुनेछ। नानीलाई एकछिन शान्त गराउनु ल। तिमीहरूले धेरै फल फलाएर मेरो चेला हो भन्ने प्रमाण गर्यो भने यसैमा मेरो पिताको महिमा हुनेछ। क्रुसको अर्थ चाहिँ पहिलो अर्थ चाहिँ प्रार्थना हो। जब तपाईँ र म प्रार्थना गर्छौँ परमेश्वरमा, अनि हामीलाई चेला बनाउनको लागि सहायता गर्नुहुन्छ प्रभुले। अनि जब हामी चेला बनाउँछौँ नि, त्यो चाहिँ परमेश्वरको प्रमाण हो कि तपाईँ र मेरो प्रमाण हो कि हामीले चाहिँ परमेश्वरको महिमा गर्दैछौँ भनेर। र के भन्छ 9 पदले? पिताले जसरी मलाई प्रेम गर्नुभएको छ मैले पनि तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू र मेरो प्रेम
तिमीहरू मेरो प्रेममा रहो। आमेन। अनि परमेश्वरको प्रेममा रहन चाहिँ नि तपाईँ र मेरो जीवनमा प्रार्थनाको आवश्यकता पर्दछ। परमेश्वरको नजिकतामा रहनको निम्ति, परमेश्वरको नजिकतामा पुग्नको निम्ति, परमेश्वरको उपस्थितिलाई भेटाउनको लागि चाहिँ नि तपाईँ र म चाहिँ प्रार्थनामा हुनुपर्छ। आमेन। प्रार्थना तपाईँ मेरो जीवनको पहिलो लक्ष्य हुनुपर्छ। यदि कसैले परमेश्वरलाई पछ्याउँछ भने पहिला उसको जीवनमा प्रार्थना हुनुपर्छ। किनभने जब परमेश्वर कुनै पनि कार्य गर्न जानुहुन्थ्यो नि तब परमेश्वरले प्रार्थना गर्नुहुन्छ। उहाँ बिहानै 3 बजे उठेर डाँडामा जानुहुन्थ्यो अनि प्रार्थना गर्नुहुन्थ्यो कि प्रभु आजको दिनभरिको कामहरू चाहिँ मलाई सहायता गर्नुहोस् भनेर। जसै तपाईँ उठ्नुहुन्छ नि बिहान, तपाईँ पहिला परमेश्वरलाई प्रार्थना गर्नुहोस्। प्रभुलाई के भन्नुहोस् भन्दाखेरि प्रभु तपाईँको इच्छा चाहिँ के छ मेरो जीवनमा, त्यो चाहिँ पुरा गर्नुहोस्। आमेन। अनि जब तपाईँहरू प्रार्थना गरेर अगाडि बढ्नुहुन्छ नि तब तपाईँहरूले आफ्नो जीवनमा तपाईँहरूले आफ्नो लक्ष्यलाई भेटाउनुहुन्छ। आमेन। परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। पहिलो कुरा चाहिँ प्रार्थना हो। तपाईँ मेरो जीवनमा इम्पोर्टेन्ट कुरा प्रार्थना हुनुपर्छ। प्रार्थनाले तपाईँ र मलाई हरेक कुरामा विजय गर्न सहायता गर्छ। प्रार्थनाले तपाईँ र मलाई, तपाईँ र मेरो दैनिक जीवनको लडाइँमा सहायता गर्छ जित्नको लागि। तपाईँको शरीरले, तपाईँको बलले यो संसारको दुष्टतालाई जित्न सक्नुहुन्न। यदि तपाईँलाई संसारलाई जित्नु छ भने, संसारको दुष्टतालाई जित्नु छ भने, संसारिक अभिलाषाबाट तपाईँलाई जित्नु छ भने नि पहिला प्रार्थना तपाईँको जीवनमा हुनुपर्छ। प्रार्थनाले तपाईँ र मेरो जीवनलाई चाहिँ विजयतिर लान्छ। आमेन। हामी घटना हेर्न सक्छौँ जब जब यहुदाको वंशहरूले प्रार्थना गर्थे नि, प्रार्थना गर्दै अघि जान्थे नि, आराधना गर्दै अघि जान्थे नि तब विजय पाउँथे इजरायलीहरूले। अनि आज तपाईँ र मैले पनि पहिलो कुरा प्रार्थना गर्न जरुरत छ। यदि तपाईँ र म साँच्चै नै परमेश्वरको पछाडि हिँड्न चाहन्छौँ भने, परमेश्वरसँगै हिँड्न चाहन्छौँ भने प्रार्थना गर्नुहोस्। प्रार्थनाले तपाईँ र मलाई परमेश्वर सँगसँगै डोर्याउँछ। आमेन। अनि दोस्रो कुरा तपाईँ र मेरो जीवन चाहिँ, चरित्र चाहिँ ख्रिस्ट जस्तो हुनुपर्छ। आमेन। के भने दोस्रो कुरा तपाईँ र मेरो जीवन चाहिँ परमेश्वर जस्तो हुनुपर्छ। तपाईँ र मेरो चरित्र चाहिँ ख्रिस्टको जस्तो हुनुपर्छ। आउनुहोस् हामी पहिलो पत्रुस 3:15 अध्यायलाई हेर्नेछौँ। त्यहाँ केही कुरा हामी पवित्र धर्मशास्त्र बाइबलबाट आज अध्ययन गर्नेछौँ। पहिलो पत्रुस 3:15। म पढिदिनेछु। यहाँ यसरी लेखेको छ पहिलो पत्रुस 3:15 कि तर ख्रिस्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपुछ गरे त्यसको जवाब दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धा साथ गर। आमेन। यहाँ पहिलो कुरा के भन्नु भन्दाखेरि नि हृदयमा चाहिँ ख्रिस्टलाई ग्रहण गर भनेको छ। दोस्रो कुरा हो परमेश्वरलाई तपाईँ र मेरो जीवनमा काम गर्न दिनु। ख्रिस्टको चरित्रलाई चाहिँ तपाईँ र मेरो जीवनमा लिनुपर्ने आवश्यकता छ। दोस्रो कुरा अनि हरेक कुरा चाहिँ के भन्नु त बाइबलले चाहिँ नम्रता साथ र भद्र साथ भनेको छ। हामी यहाँ देख्दछौँ, हामी यहाँ पाउँदछौँ। प्रभु यीशु ख्रिस्टले जुनै पनि काम गर्नुहुन्थ्यो उहाँ नम्र भएर गर्नुहुन्थ्यो। उहाँलाई यहुदीहरूले कति थिचोमिचो गर्थे, ढुङ्गालेमा हान्ने खोज्थे, त्यही पनि उहाँले नम्र देखाउनुहुन्थ्यो। उहाँ नम्र व्यवहार गर्नुहुन्थ्यो। उहाँलाई अनेकौँ प्रश्नहरू गर्थे, नचाहिने प्रश्नहरू पनि गर्थे, त्यही पनि परमेश्वरले तिनीहरूलाई नम्र देखाउनुहुन्थ्यो। आज तपाईँ र मेरो जीवनमा पनि त्यो नम्र हुनुपर्छ। आमेन। अनि पवित्र आत्माको फलहरू नै त्यही हो, प्रेम, आनन्द, शान्ति, धैर्य, नम्र, विश्वस्त, भलाइ, नम्रता, संयम। तपाईँ र मेरो जीवन नम्र हुनुपर्छ।
हामी एक अर्कालाई नम्र साथ अभिवादन गर्नुपर्छ, प्रेम गर्नुपर्छ। कसैले केही कुरा भनिहाल्यो भने पनि यहाँ बाइबलले के भनेको छ त? परमेश्वरको खातिर त्यसलाई चाहिँ नम्रसँग व्यवहार गर भनेको छ। दोस्रो कुरा हो ख्रिस्टको चरित्र तपाईँ र ममा हुनुपर्छ। किनभने ख्रिस्टमा पनि प्रेम थियो, ख्रिस्टमा नम्रता थियो। जति पनि रोगी बिरामीहरू उहाँको नजिक आउँथ्यो नि, उहाँले छी भन्नुहुन्न थियो क्या कहिले पनि। कस्ता कस्ता रोगी बिरामीहरू आउँथे, कुष्ठ रोगीहरू आउँथे, जसको चाहिँ जिउको मासुहरू चाहिँ कुहिएर झर्दै गरेका मान्छेहरू उहाँको छेउमा आउँथ्यो। अहिले हाम्रो छेउमा आयो भने त हामी त पर भाग्छौँ, हामी त जाँदैनौँ। त्यस्तो व्यक्तिहरूलाई पनि उहाँले नम्र देखाउनुहुन्थ्यो। हो त्यस्तो हृदय चाहिँ तपाईँ र मेरो हृदय हुनुपर्छ। आज क्रुसलाई पछ्याउनु भनेको चाहिँ नि ख्रिस्टलाई साक्षी लिएर अगाडि बढ्नु हो क्या। तपाईँ र मेरो हृदय चाहिँ प्रेमिलो हृदय हुनुपर्छ। कसैको घरमा कोही बिरामी छ भने म त जाँदिनँ, त्यो मलाई सर्छ भन्ने होइन क्या। जानुहोस्, त्यसको लागि प्रार्थना गरिदिनुहोस्, त्यस्तो हृदय लिएर हिँड्नुहोस्। आमेन। अनि ख्रिस्टको हृदय जब तपाईँ र मेरो जीवनमा हुन्छ नि, अनि हामी भन्न सक्छौँ कि हामीले परमेश्वरको क्रुसलाई बोकेर हिँडेको छौँ। परमेश्वरको क्रुस बोक्न धेरै गाह्रो छ। हेर्नुहोस्, सजिलो छैन। जुन क्रुस उहाँले बोक्दै हुनुहुन्थ्यो नि, त्यो क्रुसमा के थियो? दुःख थियो, कष्ट थियो, पीडा थियो। त्यो क्रुसमा हजारौँ मानिसहरूको थुकाइ थियो, त्यो क्रुसमा हजारौँ मानिसहरूको गिल्ला थियो। तर पनि त्यो सबै तपाईँ र मेरो निम्ति बोक्नुभयो प्रभुले। हो, आज त्यस्तै गरी तपाईँ र मैले पनि परमेश्वरको क्रुसलाई बोक्न जरुरत छ। हुनसक्छ तपाईँलाई तपाईँको समाजले, तपाईँको छरछिमेकीले गाली गर्लान्, तपाईँको छरछिमेकीले नराम्रो भन्छन्, तपाईँको छरछिमेकीले तपाईँलाई हेला गर्छन्। तपाईँ नडराउनुहोस्, दुःख नमान्नुहोस्, किनभने त्यो सबै कुरा चाहिँ ख्रिस्टले पनि तपाईँ र मेरो निम्ति सहनु भएको थियो। आमेन। अनि आज तपाईँ र मेरो कर्तव्य पनि त्यही हो। तपाईँ र मैले पनि परमेश्वरको लागि त्यो दुःख, त्यो कष्ट सहनुपर्छ। त्यसैले बाइबलले भन्छ, यदि कसैले मेरो निम्ति दुःख कष्टहरू सहन्छ भने तिनीहरू चाहिँ धन्यको हुन्, किनभने तिनीहरूको चाहिँ स्वर्गमा धन हुनेछन्। आमेन। अनि तेस्रो कुरा हामी हेर्नेछौँ, यदि साँच्चै नै क्रुसलाई तपाईँ लिएर हिँड्नुहुन्छ भने नि तपाईँहरूले दशंश दिने बानी गर्नुहोस्। कतिजना दशंश दिनुहुन्छ मलाई थाहा छैन। यदि छैन भने पनि दशंश दिने बानी गर्नुहोस्। हामीले जहिले एउटै पद पढ्छौँ, माग त तिमीले पाउनेछौ, माग त तिमीले पाउनेछौ, माग त तिमीले पाउनेछौ, खोज त तिमीले भेटाउनेछौ, गजगज तिम्रो निम्ति ढोका उगारिनेछ। तर त्यहाँ एउटा यस्तो बाइबलको खण्ड छ जुन हामी पढ्दैनौँ। देऊ त तिमीलाई दिनेछ। आमेन। खोल, मुट्ठी खोल र तिमीले मुट्ठीभरि पाउनेछौ। आमेन। त्यो पदलाई हामीले पढ्नुपर्छ। जब तपाईँ आफ्नो हृदय खोलेर प्रभुलाई केही कुरा दिनुहुन्छ नि, त्यसको 2 गुणा आशिष तपाईँले पाउनुहुन्छ। दशंश दिने बानी गर्नुहोस् चर्चमा। दशंश कसरी दिने भन्ने कुरा थाहा छैन भने म तपाईँलाई आज भन्दैछु। दशंश चाहिँ तपाईँहरूले कमाएको तपाईँको पैसाबाट केही भाग छुटाएर परमेश्वरलाई दिने हो। जस्तै तपाईँले महिनामा 1000 रुपियाँ कमाउनुहुन्छ भने नि, सुन्नुहोस् है, महिनामा 1000 रुपियाँ कमाउनुहुन्छ भने 100 रुपियाँ चाहिँ प्रभुको लागि दिनुहोस्। कति रुपियाँ? 100 रुपियाँ। तपाईँले महिनामा 10 रुपियाँ कमाउनुहुन्छ भने, महिनामा 100 रुपियाँ कमाउनुहुन्छ भने 100बाट चाहिँ 10 रुपियाँ चाहिँ दशंश भेटीलाई छुटाउनु पर्छ। बुझ्नुभयो? 100 रुपियाँ कमाउनुहुन्छ भने महिनामा 10 रुपियाँ दशंश भेटी छुटाउनुहोस्। 1% परमेश्वरलाई दिनुहोस्। 1000 रुपियाँ कमाउनुहुन्छ भने 100 रुपियाँ छुटाउनुहोस्। 10,000 रुपियाँ कमाउनुहुन्छ भने 1000 रुपियाँ चाहिँ दशंश दिनुहोस्। 1 भाग चाहिँ परमेश्वरको हुन्छ। अनि हेर्नुहोस् तपाईँलाई परमेश्वर कति धेरै आशिष दिनुहुन्छ। त्यसैले मलाई 3:10 के भन्यो त? सम्पूर्ण दशंश ढुकुटीमा ल्याऊ ताकि मेरो घरमा भोजन रहोस्। मलाई जाँचेर हेर,
स्वर्गको ढोकाहरू खोलिकन पर्याप्त ठाउँसम्म नरहने आशिष तिमीहरूसँग वर्षाउँछु या वर्षाउँदिन सर्वशक्तिमान प्रभु भन्नुहुन्छ। आमेन। परमेश्वरले भन्दै हुनुहुन्छ 10 अंश चाहिँ मेरो भेटीमा ल्याऊ, भवनमा ल्याऊ, अनि हेर, मलाई जाँचेर हेर भन्दै हुन्छ। परमेश्वरलाई जाँच्नुहोस् के, कहिलेकाहीँ खोल्नुहोस् मुट्ठी। प्रभुले तपाईँलाई 2 गुणा आशिष दिन चाहनुहुन्छ। त्यो चाहिँ तपाईँ र मेरो भरमा छ। अब पैसै दिनुपर्छ भन्ने छैन, 10 अंशमा पैसैमा दिनुपर्छ भन्ने छैन। तपाईँको बारीमा उब्जनी भएको कुराहरू पनि तपाईँ दिन सक्नुहुन्छ। जस्तै तपाईँले 10 किलो आलु फलाउनु भयो भने कति छुटाउनु पर्छ? 1 किलो आलु तपाईँले छुटाउनु पर्छ। तपाईँले 1 क्विन्टल आलु फलाउनु भयो भने 10 केजी चाहिँ प्रभुको लागि छुटाउनुहोस्। त्यो चाहिँ प्रभुको भाग हो। र 10 अंश दिँदा नि उत्तम भाग दिनुहोस् परमेश्वरलाई। कैन र हबिल कतिजना तपाईँलाई थाहा छ? काइन र हबिलको बारेमा तपाईँले सुन्नुभएको छ होला। जब कैनले परमेश्वरलाई 10 अंश चढाए, कैनले के चढायो? आफ्नो बारीबाट उब्जेको सबै कुराहरू उसले छुट्याइसक्यो। पहिला आफ्नो लागि छुट्यायो, अनि त्यसपछि चाहिँ प्रभुको लागि थोरै मात्र लिएर आयो। तर हाबिलले के गर्यो? हाबिलले चाहिँ सबैभन्दा उत्तम, सबैभन्दा पहिलो जन्मिएको पाठो अथवा उसको पाठोले ब्याएको एउटा बच्चा चाहिँ प्रभुको लागि लिएर आयो। तब थाहा छ प्रभुले हाबिलको भेटीलाई ग्रहण गर्नुभयो, कैनको भेटीलाई गर्नु भएन प्रभुले। किन भन्दा नि हाबिलले चाहिँ उत्तम भेटी चढायो क्या प्रभुलाई। पहिला चाहिँ प्रभुलाई चढाउनुहोस् के, अनि प्रभुले त्यो भेटीलाई पनि ग्रहण गर्नुहुन्छ। कैनले धेरै लिएर आएको थियो होला नि त, उसको साग सब्जीहरू ल्याएको थियो होला, आलु ल्याएको थियो होला, त्यही पनि प्रभुले त्यसलाई ग्रहण गर्नु भएन। किन भन्दा चाहिँ हाबिलले चाहिँ पहिला आफ्नो लागि छुट्याएर चाहिँ अनि प्रभुलाई दिएको थियो। त्यसैले के भन्छ भने पहिलो कुरा चाहिँ, पहिलो प्राथमिकता चाहिँ प्रभुलाई दिनुपर्छ। आमेन। अनि यदि कसैले परमेश्वरको क्रुसलाई म बोक्छु भन्छ भने पहिला दिन सकोस्, किनभने प्रभुले पनि दिनुभयो। आमेन। जहाँ जहाँ प्रभु जानुहुन्थ्यो, आफूसँग जे छ त्यही प्रभुले बाँड्नुहुन्थ्यो। आज त्यो हृदय तपाईँ र मेरो पनि हुनुपर्छ। दिन सक्ने, मुट्ठी खोल्न सक्ने हृदय तपाईँ र मैले बनाउनुपर्छ। आफ्नो मण्डलीको लागि, आफ्नो मण्डली परिवारको लागि मुट्ठीहरूलाई खोल्न सिक्नुहोस्। प्रभुले तपाईँको जीवनमा आशिष गर्नुहुन्छ। जब तपाईँ प्रभुको निम्ति खोल्नुहुन्छ नि, प्रभुको निम्ति खोलिएको कुनै पनि कुरा व्यर्थ जाँदैन के। तपाईँको ऋण कसैलाई दिनुहुन्छ भने त्यो ऋण नफर्किन सक्छ। मेरो धेरै पैसा मान्छेहरूले खाइदिएका छन्, तर मलाई टेन्सन छैन, किनभने मैले उदारचित्तले दिएको छु। अझै पनि मैले कति धेरै पैसाहरू उठाउनु छ मान्छेहरूसँग, मैले काम गरेको पैसाहरू, त्यही पनि म खुसी छु। मलाई त्यसो केही लाग्दैन, किनभने मैले मुट्ठी खोलेर दिए हो त्यो पैसाहरू। अनि जब तपाईँ मुट्ठी खोलेर प्रभुको निम्ति दिनुहुन्छ, प्रभुले तपाईँलाई 2 गुणा आशिष दिनुहुन्छ। आमेन। यो कुरा तपाईँले मैले बुझ्नु छ। अनि चौथो कुरा म तपाईँलाई आज विशेष गरी भन्न चाहन्छु, चौथो कुरा चाहिँ सङ्गति हो। आमेन। सङ्गति आउनु धेरै गाह्रो हुन्छ। काठको क्रुस बोक्न कति भारी हुन्छ भन्नु त? धेरै भारी हुन्छ है। प्रभुले त 9 मनको क्रुसलाई बोक्नुभयो। कति मनको? 9 मन। 1 मन पनि होइन, 2 मन पनि होइन, 3 मन पनि होइन, 4, 9 मनको क्रुसलाई बोक्नुभयो। हो, आज त्यो क्रुस बोके जस्तै हामीलाई सङ्गति आउन धेरै गाह्रो भएको छ। आजको वर्तमान समयमा सङ्गति जानु चाहिँ विश्वासीहरूको लागि धेरै गाह्रोको कुरा भएको छ। 6 दिनसम्म काम गर्दा पनि विश्वासीहरूलाई आज पुगिरहेको छैन। शनिबारको दिन जम्मा 2 घण्टा परमेश्वरलाई दिन पनि धेरै गाह्रो हुन्छ। कतातिर पिकनिक छ, कतातिर बिहे छ। आज त मेरो अलिकति थोरै खेताला पो गर्नु थियो। तर आज पवित्र आत्मा भन्दै हुनुहुन्छ है, बुझ्नुहोस् मण्डली, कि सङ्गति चाहिँ तपाईँ मेरो जीवनमा हुनुपर्छ नियमित। किनभने हिब्रू 10:25ले के भन्छ भने कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौ।
किनकि प्रभुको राज्य नजिकै आइरहेको हुनाले एकले अर्कालाई झन् बढी प्रोत्साहन देऊ। आमेन। प्रभुको राज्य नजिकै छ। त्यसैले तपाईँ र मेरो यो अन्तिम समयमा चाहिँ मण्डली चाहिँ एकसाथ खडा भएर हिँड्नु आवश्यकता छ। मण्डली चाहिँ एकसाथ भएर प्रार्थना गर्न आवश्यकता छ। किन थाहा छ? किनभने हामी अन्तको समयमा छौँ र अन्तको समयमा बाइबलले के भन्छ छ? शैतान चाहिँ गर्जने सिंह चाहिँ लागिरहेको छ, कसलाई भेटौँ र छोपौँ भनेर, कसलाई भेटौँ र लडौँ भनेर त्यो निकै नै आक्रोश भएको छ। तपाईँ एक दिन सङ्गति जानुहुन्न नि, शैतानले तपाईँको जीवनमा काम गर्न थाल्छ। अर्को शनिबार पनि सङ्गति नजाउँ भन्ने मन लाग्छ। त्यसै गर्दा गर्दा गर्दै तपाईँ सङ्गतिबाट टाढा पुग्नुहुन्छ, परमेश्वरको उपस्थितिबाट टाढा पुग्नुहुन्छ। सङ्गति भनेको चाहिँ नि हामी यहाँ आएर गाना भजन गाउने होइन के। सङ्गति भनेको चाहिँ परमेश्वरसँगको आत्मिक सम्बन्ध हो। आमेन। परमेश्वरलाई भेट्नको लागि तपाईँ र म यहाँ हो। परमेश्वरको उपस्थितिलाई खोजी गर्नको लागि आज हामी यहाँ भेला भएको हौँ। जब आदम र हव्वालाई परमेश्वरले सृष्टि गर्नुभयो अदनको बगैँचामा, प्रत्येक साबातको दिन, प्रत्येक शनिबार परमेश्वर चाहिँ अदनको बगैँचामा आउनुहुन्थ्यो। आदम र हावासँग चाहिँ सङ्गति गर्नको लागि। के गर्नको लागि? सङ्गति गर्नको लागि। अनि आज तपाईँ जति पनि हुनुहुन्छ नि, तपाईँ र मेरो बिचमा परमेश्वर हुनुहुन्छ। परमेश्वर तपाईँ र मसँग सङ्गति गर्न चाहनुहुन्छ। परमेश्वर तपाईँ र मसँग बोल्न चाहनुहुन्छ। परमेश्वर तपाईँ र मेरो जीवनमा नयाँ काम गर्न चाहनुहुन्छ। परमेश्वरले तपाईँ र मलाई आशिषको मूल बनाउन चाहनुहुन्छ। सङ्गति आउने बानी बसाल्नुहोस्, आत्मामा डराउनुहोस्। आमेन। भन्दै गर्दाखेरि तपाईँहरूलाई गाह्रो लाग्ला। हामी अघि पनि भन्दै थियो, हिब्रू 10:25 त्यही भन्छ, कतिजनाका सङ्गतिमा नजाने बानी हुन्छ। हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ। सङ्गति आउनुहोस्, प्रभुसँग भेट्नुहोस्, प्रभुसँग बात गर्नुहोस्, प्रभुसँग बोल्नुहोस्, भन्नुहोस् प्रभु आज चाहिँ मेरो लागि विशेष के छ, अब आउने दिनहरूमा चाहिँ मेरो लागि विशेष कुराहरू के छ प्रभु। प्रभुलाई सोध्नुहोस्, प्रभुले तपाईँ र मलाई जवाफ दिनुहुन्छ। आमेन। आज तपाईँ र म आदम र हावा जस्तै भएका छौँ। पाप गरेपछि आदम र हावा लुकेको छ। तपाईँलाई थाहा छ? परमेश्वरको उपस्थितिबाट लुकेको छ। किन भन्दा प्रभु म नाङ्गै छु भनेर लुकेको छ। आज हामी पनि त्यस्तै उपस्थितिबाट लुक्न खोजिरहेछौँ। प्रभु त्यहाँ बिहे थियो मेरो आफन्तको, अनि गएको थिएँ। आफन्त ठुलो होइन हजुर, पहिला प्रभुको काम ठुलो हो। प्रभु मेरो त स्कुलमा काम थियो। स्कुलको काम ठुलो होइन, प्रभुको काम चाहिँ ठुलो। मैले भन्दै गर्दा कतिपयलाई हृदयमा लाग्ला, म त्यसको लागि माफी चाहन्छु। नरिसाउनु होला, किनभने वचन दुई धारे दरबार हो, मलाई पनि काट्छ, तपाईँहरूलाई पनि काट्छ। त्यसैले हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, पहिला चाहिँ सङ्गतिलाई फोकस दिनुहोस्, सङ्गतिमा बढ्नुहोस्, सङ्गति आउनुहोस्। सङ्गतिमा जब तपाईँ आउनुहुन्छ नि, परमेश्वरको उपस्थितिलाई तपाईँ भरिनुहुन्छ क्या। अनि पवित्र आत्मामा तपाईँ नयाँ 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 हुँदै जानुहुन्छ। तपाईँ आत्मामा माथि 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 उठ्दै जानुहुन्छ। तपाईँको यो पापको शरीर छ नि, यो शरीर चाहिँ तल 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 घट्दै जान्छ। आमेन। कति खुसीको कुरा छ। तपाईँ र म आत्मामा बढ्न जरुरी छ। अब आत्मिक जीवनमा तपाईँ र म बढ्दो हुनुपर्ने आवश्यकता छ। हामी विश्वास गरेको कति धेरै वर्ष भइसक्यो। कसैको 5 वर्ष, कसैको 4 वर्ष, कसैको 10 वर्ष, कसैको 15 वर्ष भइसकेको छ यहाँ। तर हामी आज म हेर्छु सबैलाई दुधै बालाकै देख्छु। एउटा बच्चा जन्मिएपछि कहिले पनि बच्चै रहन्छ जहिले पनि? भन्नुहोस् त, रहँदैन। उसले दुध खाने समय आउँछ, दुध खाएपछि ऊ लिटो खाने समयको हुन्छ, त्यसपछि ऊ हुर्किन्छ, जवान हुन्छ, वृद्ध हुन्छ। हो त्यस्तै तपाईँ र म पनि आत्मिक जीवनमा जन्मिएपछि नि बढ्न पनि आवश्यकता छ के, हुर्कन आवश्यकता छ। त्यसैले पावलले भन्छ, अब तिम्रो दुधे बालक चाहिँ होइन, तर एउटा परिपक्व भएको व्यक्ति जस्तै न भन्छ। आज तपाईँ र म जीवनमा परिपक्व हुन आवश्यकता छ।
बच्चाले एउटै कुरा भन्छ, तपाईँलाई थाहा छ, सानो बच्चाले मलाई त आउँदैन गर्छ। हरेक काम जे पनि होस् लजाउँछ, मलाई आउँदैन भन्छ। तर ऊ ठुलो हुँदै हुँदै गएपछि उसलाई नआउने काम छ भने नि उसले म गर्छु भन्छ, हो कि न भन्नुहोस् त, म सिक्छु भन्छ। हो त्यस्तो तरिकाले चाहिँ तपाईँहरूमा जागृति हुनुपर्छ क्या। अब आउँदैन भने पनि म सिक्छु भन्ने तरिकाले हिँड्नुहोस्। तपाईँलाई प्रार्थना गर्न आउँदैन होला, तर अब भन्नुहोस् म प्रार्थना गर्न सिक्छु। आमेन। तपाईँलाई गाना गाउन आउँदैन, अब भन्नुहोस् प्रभु म तपाईँको महिमाको लागि गाउँछु। हालेलुया। अब तपाईँहरूमा आत्मामा हुर्किन चाहन्छ, आवश्यकता छ। सधैँ दुध खाने बालक चाहिँ होइन, परिपक्व भएर तपाईँहरूमा हिँड्नुपर्ने आवश्यकता छ। पाँचौँ कुरा छ, यस प्रकारको छ, वचन। तपाईँ र मैले जहिले पनि हाम्रो जीवनमा वचन लिएर हिँड्नुपर्छ। यदि ख्रिस्टलाई हामी पछ्याउँछौँ भने ख्रिस्टको वचन तपाईँ र मेरो जीवनमा हुनुपर्छ। ख्रिस्टको वचनलाई हामी लिएर हिँड्नुपर्छ। त्यो अति नै महत्त्वपूर्ण कुरो हो। हामी यूहन्ना 8:31 देखि 32 सम्म हेर्नेछौँ। यूहन्ना 8:31 देखि 32 कसैले पढिदिनुहोस्। 31 देखि 32। 30 देखि 32 मा यस्तो लेखेको छ, यसुले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरो चेला हौ। तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। आमेन। के रहेछ त? यसुले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरो चेला हो। तपाईँ साँच्चीकै क्रुसलाई बोकेर म परमेश्वरको चेला हो भनेर हिँड्न चाहनुहुन्छ भने नि तपाईँ र मेरो जीवनमा परमेश्वरको वचनलाई लिएर हिँड्न आवश्यकता छ। यहाँ बाइबलले के भन्छ त? साँच्चै यदि कोही मेरो चेला हो भनेर हिँड्न चाहन्छ भने मेरो वचनलाई लिएर हिँड्नुहोस्, परमेश्वरको वचनलाई लिएर हिँड्नुहोस्। के भन्नु फेरि 32ले? तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। परमेश्वरको वचनले मानिसलाई स्वतन्त्र तुल्याउँछ। सत्य कुरा के हो थाहा पाउँछ। आज यहाँ तपाईँहरू कतिपय हिन्दू हुनुहुन्थ्यो है, ख्रिस्टलाई पाउनुभन्दा अगाडि। अघि भर्खर हामी गवाई सुन्दै थियौँ, उहाँले गवाई दिँदै हुनुहुन्थ्यो। तपाईँको नाम के हो? लक्ष्मी है। अघि हाम्रो लक्ष्मी दिदीले गवाई दिँदै हुनुहुन्थ्यो, म पहिला हिन्दू थिएँ, म धेरै बिरामी हुन्थेँ, म क्रिस्चियन भएँ, त्यसपछि रोग बिरामी हटो, प्रार्थना गर्नुभयो, रोग बिरामी हटो, त्यसपछि म क्रिस्चियन भएँ। आमेन। जब उहाँले सत्य कुरालाई थाहा पाउनु भयो नि, उहाँको जीवनमा चाहिँ सत्यले परिवर्तन गर्यो क्या। अनि त्यही बाइबलले यहाँ भन्दैछ, जो परमेश्वरको वचनलाई लिएर हिँड्छ नि त्यसले चाहिँ जीवनमा स्वतन्त्र पाउँछ। आमेन। हाम्रो खड्के आमा हुनुहुन्छ हाम्रो बिचमा, उहाँ पनि अन्य जाति जस्तै जीवनमा हिँड्नुहुन्थ्यो, विभिन्न कुराहरू खाएर हिँड्नुहुन्थ्यो उहाँको जीवनमा। तर जब जुन दिन उहाँले सत्य कुरा थाहा पाउनुभयो नि, सत्यले उहाँलाई परिवर्तन गर्यो। आमेन। उहाँले संसारको सबै कुरालाई छोडिदिनु भयो, खाने पिउने कुराहरूलाई, सबै कुराबाट उहाँ स्वतन्त्र हुनुभयो। यो चाहिँ सत्यले परिवर्तन गरेको, परमेश्वरको वचनले परिवर्तन गरेको। उहाँले वचनलाई आज्ञा पालना गर्नुभयो। किनभने बाइबलले हामीलाई के सिकाउँछ त? लोभ नगर, लालच नगर,
है, व्यभिचार नगर, दाखमत धेरै नखाऊ, दाखमत नखाऊ, नछुअ नचाख भन्छ, जाँड रक्सी चुरोट नखाऊ भन्छ। अनि जब यस्तो वचनहरूलाई तपाईँ र म मेरो जीवनमा लिएर हिँड्छौँ नि, अनि तपाईँ र मैले परिवर्तन पाउँछौँ, तपाईँ र मैले स्वतन्त्र पाउँछौँ। आमेन। परमेश्वरको वचनलाई लिएर आज तपाईँ र म आवश्यकता छ हिँड्नको लागि। साँच्चीकै तपाईँ र म जीवनमा परिवर्तन हुन चाहन्छौँ, परमेश्वरको चेला बन्न चाहन्छौँ भने प्रभुको वचनलाई लिएर अगाडि बढ्नुहोस्, परमेश्वरको वचनलाई अध्ययन गर्नुहोस्, मनन गर्नुहोस्। सुन्ने मात्रै भएर आफूलाई धोका नदेऊ भन्छ बाइबलले, तर त्यसलाई के गर, पालना गर्ने हो भन्छ। आमेन। धेरैजना विश्वासीहरूले सुन्ने मात्र काम गर्छ मण्डलीमा आएर। पास्टरले अगाडि बसेर वचन दिनुहुन्छ, हामीले जाँड रक्सी चुरोट खानु हुँदैन, खैनी खानु हुँदैन। चर्च सकेपछि विश्वासीहरू जानुहुन्छ बाटोमा, पास्टरले भन्दै गर्छ, के भयो, हामी खाँदै गर्छौँ। दुःखको कुरा छ। पास्टरले किनिदिएको हो र, पास्टरको पैसाले किनिदिएको, मैले आफ्नो पैसाले किनेर खाएँ, म खाऊँ कि पिउँ जेसुकै गरौँ, पास्टरलाई के काम मतलब, त्यो हुनु भएन। धेरैजना मैले देखेको छु मण्डलीमा चाहिँ स्तुतिपूर्ण ओठले भन्छ है, अनि मण्डली बाहिर गएपछि के गर्छ थाहा छ, सुर्ती हातले मार्दै भन्छ अरे क्या, बुझ्नुभयो। त्यसैले हामीले विचार गर्नुपर्छ। सुर्ती मार्ने हातले होइन, स्तुतिपूर्ण ओठले चाहिँ प्रभुको प्रशंसा गर्नुपर्छ आज। आमेन। त्यसैले विचार गर्नुहोस्, परमेश्वरको वचनलाई लिएर हिँड्नुहोस्, प्रभुको वचनको आज्ञा पालना गर्नुहोस्। किनभने परमेश्वरले जब यीशु ख्रीष्टलाई संसारमा पठाउनु भयो नि, उहाँले क्रुसमा जानुभन्दा अगाडि हरेक कुराहरू उहाँले आज्ञा पालन गर्नुभयो क्या। उहाँको जीवनमा हरेक कुराहरू जति पनि परिस्थितिहरू आयो नि, परमेश्वरको आज्ञा पालन गर्दै उहाँले हिँड्नुभयो। प्रभुले जे भन्नुभयो नि यसुलाई, उहाँले त्यही कामहरू मात्रै गर्नुभयो। आज तपाईँ र मैले पनि परमेश्वरले भनेको कामहरू जस्तै गर्नुपर्छ, किनकि हामीभित्र के छ त, ख्रीष्टको चरित्र छ। आमेन। जसरी पावलले भन्छ, अब म ख्रीष्ट चाहिँ भएर जिउन चाहन्छु, अब उपरान्त चाहिँ म ख्रीष्टमा भएर जीवन जिउन चाहन्छु। त्यस्तै तपाईँ र मैले पनि भन्न आवश्यकता छ कि अब चाहिँ म ख्रीष्टमा भएर जीवन जिउन चाहन्छु। यो हप्ताभन्दा अगाडिको जीवन तपाईँहरूको जीवनमा कस्तो थियो म जान्दिनँ, तर आजको दिनबाट परमेश्वरलाई प्रार्थना गर्नुहोस्, प्रभु म तपाईँको आज्ञा पालना गर्छु। आमेन। प्रकाशको पुस्तकले के भन्छ भने, अन्तिम दिनको विश्वासी चाहिँ नि, अन्तिम दिनको परमेश्वरको मानिसहरू चाहिँ नि, शेष मण्डलीहरू चाहिँ, शेष मानिसहरू चाहिँ कस्तो हुन्छ भने नि, परमेश्वरको हरेक आज्ञाहरूलाई पालना गर्ने र उहाँको गवाई दिने हुन्छ। तपाईँ र मैले गवाई दिनुपर्छ परमेश्वरको, प्रभु किन आउनुभयो, प्रभु किन मर्नुभयो, प्रभुको आउने उद्देश्य चाहिँ के हो। प्रभुको आउने उद्देश्य चाहिँ एउटै मात्रै छ कि तपाईँ र मेरो जीवनको पाप, तपाईँ र मेरो पुर्खाले गरेको पापलाई चाहिँ छुटकारा दिनको निम्ति। आज हामी पापको दासत्वमा थियौँ, बन्धनमा थियौँ, त्यो पापबाट निकाल्नको लागि चाहिँ प्रभु येशू आउनुभयो, उहाँले क्रुसलाई बोक्नुभयो र क्रुसमा आफ्नो प्राण दिनुभयो भन्ने कुरा गवाई तपाईँ र मैले दिनुपर्छ। आमेन। अनि त्यो चाहिँ एउटा शेष मानिस हो भनेर भन्छ म। अन्तिम दिनमा तपाईँ र मैले बुझ्नुपर्ने कुराहरू छ र म त्यसैले भन्छु, यो 5वटा कुराहरू चाहिँ तपाईँ र मेरो जीवनमा हुनुपर्छ। यदि साँच्चीकै तपाईँ र म ख्रीष्टको चेला हो, यदि तपाईँ र म परमेश्वरको चेला बन्न चाहन्छौ भने चाहिँ 5वटा कुरा तपाईँ र मेरो जीवनमा लिएर हिँड्नुहोस्। पहिलो कुरा प्रार्थना, भन्नुहोस् त प्रार्थना। दोस्रो कुरा ख्रीष्ट चाहिँ, भन्नुहोस् त ख्रीष्ट चाहिँ भएर जीवन जिउनु। तेस्रो कुरा परमेश्वरलाई सम्पूर्ण रूपमा हृदयबाट प्रशंसा दिनु। आमेन। चौथो कुरा चाहिँ परमेश्वरको उपस्थितिमा उहाँलाई भेट्नको लागि सङ्गतिमा जानु,
र पाँचौं कुरा चाहिँ परमेश्वरको वचनमा देखिएका हरेक आज्ञाहरूलाई पालना गर्नु। यो पाँचवटा कुरा तपाईँ र मेरो जीवनमा हुनुपर्छ यदि तपाईँ साँच्चै परमेश्वरको चेला हुनुहुन्छ भने। कतिजना प्रभुको चेला बन्न चाहनुहुन्छ? एकजनाले हात उठाएर उठाउनु भएको सबै हृदयले भन्नुहोस्, कतिजना प्रभुको चेला बन्न चाहनुहुन्छ? यदि साँच्चै प्रभुको चेला बन्न चाहनुहुन्छ भने यो पाँचवटा कुराहरू चाहिँ तपाईँले जीवनमा लिएर हिँड्नुहोस्। प्रार्थना, ख्रिस्टको जस्तो हृदय, सम्पूर्ण हृदयले दसन्छ, सङ्गतिमा जाने बानी बसाल्नुहोस् र परमेश्वरको वचनलाई लिएर अगाडि बढ्नुहोस्। तब परमेश्वरले तपाईँ